आज कता जाने भाइ हामी? सरनकोट। कता जाने प्रनिस? सरनकोट। कता जाने रे? टी हाउस। टी हाउस। हेलो गाइस, वेलकम बैक टू माय चैनल। तो आज हम सब लोग बाहर जा रहे हैं घूमने सरनकोट। तो आज चाहिँ हामी सरनकोट गएर सबै पूरा फ्यामिली आउटिङ गर्न। अब हेरौँ आजको ब्लग कन्टिन्यू राख्नु मेरो साथ। अनि यो ब्लगमा पुरा नेपालीमा भन्छु, नेपाली ल्याङ्ग्वेजमा। अनि यसो कालमा नेपाली पनि जान्छु के बोल्नको लागि। सो लेट्स गो। लो गाइस, सबै रेडी भइसक्यो जानको लागि। हेलो अरे पनि प्रशंसा। प्रथम हेलो भन्। भुते गोइङ टु सरनकोट। आज जेडी पनि जाने हामीसित। प्रनिस साई भन्। आज कता जाने भाइ हामी? सरनकोट। कता जाने प्रनिस? सरनकोट। सरनकोट जाने? ओ अब जेडीले भन्छ। जेडुको आवाजमा कसले भन्ने अब? सरनकोट। सरनकोट जाने? घुमाइदिउँ? ओ नगुवा। सो गाइस, हामी सरनकोट पुगिसक्यो। दाइ आथे डराएर हाम्रो जेडी अब जेडी नयाँ ठाउँमा आयो आज। प्रथम मजा आयो प्रथम गाडीमा। यी गाइज हेर्नु, हामी सबै माथि आइपुग्यो अहिले। फुपुरा थिए। हेलो हाई। यो त प्रशंसा त कति राम्रो लाग्यो यार सिन। यहाँ पिन पनि रहेछ अहिलेसम्म, दसैँको पिन। जेडी आइज यहाँबाट अब सिन हेर्ने हामीले। यहाँ सबै हेर्न लाग्छ यहाँ सिन। हाम्रो फुपू राम्री भएर लाग्नुपर्छ फुपू आज। वाउ कति राम्रो यहाँ। यो मन्दिर त्यहाँ अब यहाँ मन्दिर पनि बनाइरहेछ सरनकोटमा। मन्दिरमा आएको हामी। कति राम्रो यो मन्दिर। हाम्रो हिरो भुथे, हिरोइन फुपू, हिरोइन आयो हिरोइन हाम्रो। के हो माथि यति टावर? पुरो शिवलिङ कति राम्रो। यहाँ भने पुरा धारा बनायो, धारा बसन टाइप एरिया। कति थुप्रै धेरै रहेछ। यहाँबाट कुकुर लिएर जेडे लिएर घुमेछ। यहाँ आयो काले प्रनिस आयो। प्रनिस यो ठाउँको नाम पञ्चमुखी गणेश रहेछ। यो पञ्चमुखी गणेश। यसको मुसाले ल्याएको मोदक लड्डु।
यहाँ हेर्नु गाइस। हेलो गाइस, हामी माथि आइसक्यो यता टावरमा। यहाँ जेरी सुत्दैछ, मेरो काम सुत्ने, हाम्रो काम घुम्ने। ए सबैले ऊ पातल त कति राम्रो थियो रे। यहाँ फोटोसुट चल्दैछ अब सबैको। यहाँ फोटोसुट खत्म भयो। बरु यहाँ उजाला आएर गाइस। अब हामी फर्क्यो अनि अब हामी कहाँ जाने रे? टी हाउस। टी हाउस जाने हो। टी हाउस अब प्रशंसा तिमी पनि के मारो साक्षीको हाल्नलाई मलाई किन नभनेको अब बल्ल थाहा रह्यो। कति राम्रो आएको क्या यहाँ क्यामेरा यस्तो घाममा। फोटो पनि राम्रो फोटो। हामी फाइनली ट्री हाउस आइपुग्यो। ट्री हाउस यहाँको कुन ठाउँ हो यो? हेम्जा ठाउँमा यहाँ। त हामी आइपुग्यो ट्री हाउस। यति लामो सबै तय गरेर हेर्नु यहाँ जेडीले हेर्नु जेडीले ऊ त भाइ खुसी भयो खुसी। बल्ल खेल्न पायो क्या यसले। कम बुन्टुडे ओ बुन्टे सबै भिडियो टी हाउसमा आएको हामी। हेन्जा पनि ठाउँमा पिन पनि दिएछ है खेल्नेको ब्लगै हो। गाइस यहाँ पर यो हाम्रो हात धुनी है। अनि फेरि अगाडि जाने हामी। फुपू कस्तो लाग्छ फुपू हजुरले यहाँ? दामी है। यहाँ सबै बस्दै अब कफी खाने। दुध पिँदैछ यसले जेरीले। जेरीको दुध पिनो टाइम।
ओ हाम्रो हिरोइन फुपू पानी पिरे अर्को हिरोइन हाम्रो जाडो लाग्यो यहाँ भ्यू कति राम्रो है यहाँ बन्नु भुते कस्तो लाग्यो खानाहरू यहाँको टेस्टी छ खाना नाङ्लोको खाना नाङ्लो सबै यहाँ सेटा है फुपू कस्तो लाग्यो खानामा पैसा छ के भने थाइस त बोल्नु आथे कस्तो लाग्यो आथे भाइहरूले खाएर दाइहरू दाइ मामा त्यहाँ बस्नुहुन्छ लो गाइस हाम्रो खानापिना सबै भयो अब हामी घर जाँदै घर फर्किँदै आजको प्रोग्राम घर जाँदै